मेरो भ्युअर्सहरुलाई आज चाहिँ म तपाईलाई के देखाउने छु भनेर 2025 को नयाँ चीज किन नि अलिकति यो चाहिँ झडी चाहिँ हो। यो चाहिँ हाम्रै घरमा पाउँथ्यो। चाहिँ यस्तो बोलको चाहिँ 3 बोल टिपेको थियो। चाहिँ मैले राति टिपेको नि त। नाङ्लोमा फिन्जाउँदा चाहिँ एक नाङ्लो भएको छ। राति नानी र हावा सुतेपछि टिपेको नि त फोनको टर्च लाइट बालिकिन। यो चाहिँ बिहानखेरि टिपिङ भने चाहिँ पुरा एक एकवटा गर्दै टिप्नु पर्छ। मैले चाहिँ राति चाहिँ गुच्चा गुच्चा टिप्दै बोलमा लिएर राखेको थियो। अन्त बेलुकाखेरि केलाको अब बुढो मान्छे र सानो नानीसँग यो बिहानखेरि टिपिरहनु मिल्दैन, पुरा टाइम लाग्छ यसलाई हो। यो चाहिँ पुरा उम्रिन्छ। यो चाहिँ बगले च्याउ जस्तै हो, झडी च्याउ भन्छ यसलाई। यो चाहिँ मेरो घरकै आँगनमै उम्रिन्छ नि त। अन्त बाजे नाति सुतेको बेलामा चाहिँ टिपेको मैले हो। बेलुका चाहिँ मैले ठुल्ठुलो टिपेको थिएँ नि त। अहिले चाहिँ फेरि यस्तो भइरहेछ। फेरि बिहानखेरि खासै बिहानखेरि टिप्नु पर्ने हो नि त। अहिले पुरा फेरि आइरहेछ। सानो छोडेको चाहिँ कोपिला यस्तो गुच्चा गुच्चा उम्रिन्छ। यो चाहिँ यहाँ थियो यसको झारपातको मुनि। यहाँ अझै छ रको। यहाँ पनि छ यस्तो रको। यो चाहिँ मैले बेलुका फलेर पनि अझै रको कोपिलाहरू छोडेको थिएँ नि त। यस्तो उम्रिन्छ पुरा। तपाईहरुलाई पनि कोकोला मन पर्छ कमेन्ट गर्नु होला।